कार्यक्रम सञ्चालकज्यूलाई, यस कार्यक्रमका सभाध्यक्ष महोदय, प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अन्य अतिथिगणहरू तथा आसनमा शोभामान हुनुभएका अन्य अतिथिगणहरू र सम्पूर्ण उपस्थित हुनुभएका महानुभावहरू म लगायत सम्पूर्ण साथीहरू तर्फबाट हार्दिक अभिवादन स्वीकार्नुहोस्। आज मिति 2083 साल 2 महिना 28 गतिका दिन यस बडिघाट गाउँपालिका वडा नम्बर 9 को पोषण मैत्री स्थानीय शासनयुक्त बडिघाट वडा घोषणा कार्यक्रममा हामी श्री सिद्ध माध्यमिक विद्यालयका विद्यार्थीहरूद्वारा एउटा गीत प्रस्तुत गर्दैछौँ। गीतको शीर्षक छ पोषणयुक्त खाना। अब हामी ढिला नगरी गीततर्फ जानेछौँ। पहिलो स्वागत गर्छौँ हामी अतिथिवर्गलाई, पहिलो स्वागत गर्छौँ हामी अतिथिवर्गलाई, दोस्रो स्वागत गर्छौँ हामी उपस्थित सबैलाई। डालीमा बसेछ चरी ताजा खाना खानु है सधैँभरि, डालीमा बसेछ चरी ताजा खाना खानु है सधैँभरि, ताजा खाना खानु है सधैँभरि। घरकै ताजा खाने कुरा खानुपर्छ हामी, घरकै ताजा खाने कुरा खानुपर्छ हामी, जङ्क फुडले बिगार्छ हाम्रो जिन्दगानी। डालीमा बसेछ चरी ताजा खाना खानु है सधैँभरि, डालीमा बसेछ चरी ताजा खाना खानु है सधैँभरि, ताजा खाना खानु है सधैँभरि। उन्नतिको बाटोतिर नौला पाइला चाली, उन्नतिको बाटोतिर नौला पाइला चाली, बन्द गरौँ जङ्क फुडलाई खानु हुन्न खाली। डालीमा बसेछ चरी ताजा खाना खानु है सधैँभरि, डालीमा बसेछ चरी ताजा खाना खानु है सधैँभरि, ताजा खाना खानु है सधैँभरि। स्वादलाई मात्रै ठुलो ठान्यौ स्वास्थ्य पछि ल्याएनौ, स्वादलाई मात्रै ठुलो ठान्यौ स्वास्थ्य पछि ल्याएनौ, कमाइ जति धान खानानी शरीर हामीले पाएनौ। डालीमा बसेछ चरी ताजा खाना खानु है सधैँभरि, डालीमा बसेछ चरी ताजा खाना खानु है सधैँभरि, ताजा खाना खानु है सधैँभरि। संसारको बुद्धिजीवी मानिस नै हो साथी, संसारको बुद्धिजीवी मानिस नै हो साथी, हामी नै हौ आफ्नो स्वास्थ्य बिगार्ने घाँटी। डालीमा बसेछ चरी ताजा खाना खानु है सधैँभरि, डालीमा बसेछ चरी ताजा खाना खानु है सधैँभरि, ताजा खाना खानु है सधैँभरि। स्वास्थ्य नै हो ठुलो धाना, स्वास्थ्य नै हो माना, स्वास्थ्य नै हो ठुलो धाना, स्वास्थ्य नै हो माना, स्वस्थ नभई हाम्रो जीवन प्यारी चल्छ भन। डालीमा बसेछ चरी ताजा खाना खानु है सधैँभरि, डालीमा बसेछ चरी ताजा खाना खानु है सधैँभरि, ताजा खाना खानु है सधैँभरि। खानी नपुर्याउने खानुपर्छ खाना, खानी नपुर्याउने खानुपर्छ खाना, सन्तुलित भोजनले गर्छ राम्रो काम। डालीमा बसेछ चरी ताजा खाना खानु है सधैँभरि, डालीमा बसेछ चरी ताजा खाना खानु है सधैँभरि, ताजा खाना खानु है सधैँभरि। सुधारौँ है आफ्ना आफ्ना आनी र बानीलाई, सुधारौँ है आफ्ना आफ्ना आनी र बानीलाई, सिकाउँदै जाऊ है साथी ससाना नानीलाई। डालीमा बसेछ चरी
ताजा खाना खानु है सधैँभरि डालीमा बसेछ चरी ताजा खाना खानु है सधैँभरि ताजा खाना खानु है सधैँभरि पोषणले नै गर्छ साथी स्वास्थ्यलाई चमत्कार पोषणले नै गर्छ साथी स्वास्थ्यलाई चमत्कार यति भन्दै बिदा हुन्छौ सबैलाई नमस्कार डालीमा बसेछ चरी ताजा खाना खानु है सधैँभरि डालीमा बसेछ चरी ताजा खाना खानु है सधैँभरि डालीमा बसेछ चरी ताजा खाना खानु है सधैँभरि धन्यवाद।